हेलो गाइज, वेलकम टु माई च्यानल। मेरो नाम हरि तिवारी। म हजुरहरूलाई मैले कोरियामा कस्तो काम गर्छु भनेर हजुरलाई भिडियो देखाउन गइरहेको छु। मैले गर्ने कम्पनी भनेको फोजाङ कम्पनी हो। प्याकिङ, हजुरले प्याकिङ भन्ने बित्तिकै सानो सम्झिनु भयो होला। यहाँ त प्याकिङ भनेको ठुलोसम्म हाम्रो घर जत्रोसम्म सामान प्याकिङ हुन्छ। यो रुम चाहिँ म सिङ्गल बस्ने रुम हो। अनि 2023 को 7 महिनादेखि काम गर्न लागेको हो मैले यो कम्पनीमा। र यो रुम चाहिँ कन्टेनर जस्तै हो। यो रुम चाहिँ किन भन्दा अपार्ट पनि पाइन्छ तर अपार्ट महँगो पर्ने भएकोले मैले चाहिँ अपार्टमा बसेको छैन। ल मैले हजुरहरूलाई कम्पनीतिर देखाउन गइरहेको छु है त। हजुरले कम्पनी देख्न सक्नुहुन्छ। हाम्रो कम्पनीमा भिटा, जुस पनि सब फ्री छ है। जुस, चाउचाउ सबै फ्री छ है हाम्रो कम्पनीमा। यो कति छ हेर्नु न, कति धेरै छ। यो पोहोरको हो, अहिले सकिन त। पोहोर साल सकिएन, अहिले पनि बचिरहेको छ। यो साइडको प्याकिङ चाहिँ यस्तो हुन्छ है, यस्तो हुन्छ। यो पाता जस्तो यसले चाहिँ साइडमा ठोक्ने हो। अनि बेस चाहिँ यस्तो हुन्छ, भुइँमा यस्तो हुन्छ। रेडिमेड हजुरले देख्न सक्नुहुन्छ, रेडी बनाएर राखेको छ। अनि गाडीहरू देख्न सक्नुहुन्छ। अब हामीले खाना खाँदा वा कहिलेकाहीँ मार्टसाट जाँदा यही गाडी लिएर जान्छौँ। यही गाडीमै हुन्छ चाबी चाहिँ। हजुर देख्न सक्नुहुन्छ यो सामानहरू छ। यो भनेको भित्रै आएको सामान हो। सानो सामान भएको भएर यहीँ प्याकिङ हुन्छ कि यो सामान चाहिँ बाहिरदेखि आएको सामान हो, हामीले प्याक गरेर पठाइदिने। ल हेर्नुहोस्, यो सामान चाहिँ हाम्रो भोलि प्याकिङको लागि हो। आज बिदा भएको भएर भोलिको लागि रेडी बनाएर राखिसकेको छ। र अनि हामीलाई यो कम्पनीले चाहिँ 7 दिनै खाना दिन्छ है त। 3 छाक बिहान, दिउँसो, बेलुका गरेर 7 दिनै खाना दिन्छ। हामीलाई त्यसको चाहिँ फ्री छ, सबै फ्री छ। अनि हाम्रो कम्पनीमा चाहिँ 90-95% जति काम सबै बाहिर हुन्छ र 5% जति मात्रै बाहिर हुने, भित्र हुने भएकोले काम गर्न चाहिँ अलिक दुःखै छ है। जति बाहिर काम गर्नुपर्छ सधैँ। अनि मेरो सब्सक्राइबरहरूले मलाई चाहिँ इन्कमको बारेमा पनि भिडियो गराउनु भनेकोले मैले चाहिँ इन्कमको भिडियो पनि पहिले बनाइसकेको छु। माथि आई आइकन आएको छ, आई आइकनमा टच गरेर पनि हजुर त्यो भिडियोमा जान सक्नुहुन्छ है त। अनि हामी 8 बजे चाहिँ हामीले चुलगुन गर्छौँ। अरूको कम्पनीमा जानुपर्छ नि त, त्यही भएर आधा घन्टा, 1 घन्टा र म्याक्सिमम् 1.5 घन्टासम्म जान लाग्छ। कुनै कम्पनीमा हेरी हुन्छ। अनि आएर वहाँदेखि आउँदा पनि गर्दा समय लाग्ने भएकोले हामीले लगभग 5-6 घन्टा जति काम गर्छौँ। ल हजुरले हेर्न सक्नुहुन्छ, मैले रेस्ट टाइममा यसो भिडियो बनाएको छु है। अनि त्यसपछि हजुरले देख्न सक्नुहुन्छ मैले आज कामको सिलसिलामा थोरै भिडियो बनाउनु भएको छु। हजुरले देख्न सक्नुहुन्छ। हेर्नुहोस् हामी कति बजे हिँड्छौँ र लगभग कति समयतिर पुग्छौँ भनेरले नि हजुरले देख्न सक्नुहुन्छ। र मलाई काम गर्दै भिडियो बनाउने बहुत रहर थियो। तर हाम्रो कम्पनीमा फेरि काम गर्दै भिडियो बनाउने जस्तो वातावरण छैन कि, किन भन्दा हामी यता दौडिने उता दौडिने गरिन्छ। त्यही भएर भिडियो बनाउन चाहिँ मिल्दैन है। अनि अरूको कम्पनीमा गएर पनि भिडियो गराउन नमिल्ने भएकोले अनि मैले राम्रोसँग भिडियो बनाउन चाहिँ पाउन्न। र मैले सकेसम्मको भिडियो त मैले बनाएर हजुरलाई देखाइसकेको छु। हजुरले देख्न सक्नुहुन्छ हाम्रो कम्पनीमा कति हत्यार काम गर्छन्। हजुरले देख्न सक्नुहुन्छ। हेर्नु त, यो घाममा यति पसिना हुँदै। त्यही भएर मलाई यो कम्पनीमा काम गर्न चाहिँ धेरै दुःख लाग्छ। मलाई निस्किन मन लागेको छ, तर अब कहिले निस्किन्छु त्यो चाहिँ अहिलेसम्म निर्णय भएको छैन है त। र आएर 5 बजीतिर हामीले औँठा साफ गर्छौँ, थोइगुन गर्छौँ र हामी आफ्नो रुमतिर प्रवेश गर्छौँ है त। ल आजको भिडियो यति नै। हस्, धन्यवाद।